Okay, let's go forward, team. Okay, stop. Okay, get down. Okay, get back, team. Get back. Okay, let's go. Pedal high five. 1, 2, 3. Yep. Okay, let's go forward, team. Forward, team. Forward pass. Forward pass. Forward pass. Forward pass. Quick. Forward pass. Okay, stop team. Matinus kehi nahi hunna. Dunga se kahan tha dunga? Forward team, fast, forward fast. Quick, forward fast. Okay, samadnos. Okay, forward team. On. Samadnu bho. Kehi nahi hunna, chill. Okay. All back pedal. Back pedal. Okay, stop. Stop team. Oi, Sagar. Oi, rope samat oi. Tu साइको रहेछ भन रोप समात्नुस् त एक जनाले नातिनु आउँदैछ Go to the okay, let's go. Forward team. Forward pass. Forward pass. Forward pass. Forward pass team. Forward pass. Okay, stop. Stop.
Okay, let's go. Forward team, forward team, forward team. केही नि हुन्न पेनिक नगर्नु ओके स्टप एकजना रेस्क्यु बाँकी छ के एकजना डोरी आउँदैछ दाइ एमबी सर प्यानिक भइसक्यो समात्नुहोस् डोरी मुख चापा शान्त प्यानिक नगर्नुहोस् चिल ल रोप समात्नुहोस् त यतापट्टि आउनुहोस् कुल चिल ल यतापट्टि आउनुहोस् त म बिस्तारै तान्छु हजुरलाई ओके 1 रोल ओके 1 2 3 अप हजुर एकैछिन जस्ट वेट थाहा छ प्यानिक नगर्नुहोस् डाउन अलि ढिलो हुनुभयो होला तपाईँहरू त्यही भएर खस्नु भयो डाउन अलि ढिलो गर्नुभयो होला केही भएको छैन सबलाई रेस्क्यु गरिछ एकछिन शान्तिले बस्नु ओइ प्याडल हेर त कहाँ स्टप टिम ओन्ली लेफ्ट साइड फरवर्ड ओके लेट्स गो ऑल फरवर्ड सबैजनाले हान्नुहोस् ओके स्टप टिम होइन केही भएको छैन पानीमा अलिअलि खस्ने केही नि हुन्न होइन हजुरहरूको न्यू एक्सपिरियन्स भयो त्यो चाहिँ अलि त्यो हुनुभयो यादगार हुनुभयो ल उठ्नुहोस् त हल्का चिल गर्नुहोस् होइन गेट डाउन भनेको अलिक ढिलो गेट डाउन गर्नुभयो होला अनि त्यही भएर हामीले त अब गेट डाउन हुन्छ अरे हाम्रो टिम त क्विक भयो नि त त्यो अनुसारले हामी सेभ भयो नि त्यो अनुसारले ए गेट डाउन त यही मात्रै हो अन्त छैन गेट डाउन नजिक डुङ्गै आउँदैन यार होइन कि यहाँ तल के फेरि सबैलाई तान्नु पर्ने भयो कि अन्त चाले हात बोलिसक्यो यार ल गाह्रो भए एकछिन बाहिर झर्नुहुन्छ के एकछिन त्यही बस्नुहुन्छ ल एकछिन यहाँ बस्नुहोस् ल चिल पारामा नातिकिन चप्पल खोलेर फाल्दे एउटा चप्पल रहेछ खोलेर फालिदिएको चस्मा नि कता गएको डिप्युटी साहब हो कि को हो एकचोटि त हामी दुईजना सामै जस्तो लाग्यो त्यसो त दुईजना गइन्छ दुईजना साहब हो कि को हो तपाईँहरूको एउटा सेफ्टी ड्रिलमा हुन त म राफ्टिङ इन्स्ट्रक्टर होइन हजुर हामीले चाहिँ ओपन सीमा कसरी सेभ गर्छ भने हजुर हिलमा झऱ्यो भने पानीमा झऱ्यो भने एकअर्का भेट्यो भने सबै ग्रिप गरेर एक ठाउँमा बस्छ क्या सबै चाँडो एउटा सेफ प्लस सेफ के अरे सेफ्टी राख्ने काम यहाँ त यस्तो हुन्छ क्या सर तपाईँ के भने यो एडभेन्चर टाइपको हो भने त यहाँ हामीले प्याडल हान्नुपर्छ त्यो अनुसारले तपाईँले उहाँलाई समात्दाखेरि अब त्यही प्याडलले घाइते होला पिर हुन्छ
वेभ्स हुन्छ ठोकिन्छ पिर हुन्छ अनि एकैचोटि पानीमा बगेपछि हजुर पानीमा बगेपछि त हामीले त्यो अनुसारले रेस्क्यु गरे अब त्यहाँ अलिकति ढिलो भयो होला त्यहाँनिर अब होइन अब के अरे त्यो सेफ जानुभन्दा हामीले ढिलो भयो क्या सेफ डाउन ढिलो भएको त्यो छाल आइसकेपछि भयो क्या त्यो ठुलो गण्डकीको छाल्नु पर्यो क्या अब अलिअलि 5 मिनट भएको छैन एकैछिन सेफ भन्ने बित्तिकै त अन्त नि अब सेफ भन्दा सबै भित्र आउँदा डुब्यो क्या यस्तो हुन्छ तपाईँको अब गेट डाउन भन्छ नि गेट डाउन हामीले माथिबाट भन्दैनौँ पानीको लेभल आइपुग्ने बेला बल्ल गेट डाउन भन्ने हो क्या हामीले चाहिँ भनेन नि त हजुर आउने बित्तिकै झन्डै यो त आउने बेलामा गेट डाउन भने सबै भित्र जाँदा पल्टिको के यो रोप दिनुहोस् त म प्याक गर्छु झन्डा रोप समातेछ यार आफू थाकेर आत्तिन्छ म त यार होइन उठ्नुहोस् त अलिकति प्लिज अलिकति उठिदिनुहोस् हल्का 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 धेरै चाले नि चाल्दा चाल्दा हात खुट्टा गलिसक्यो यार छाल्नु पर्यो क्या गार्ड्समा स्विमिङ प्रोग्राम हुन्छ एक हप्ता त्यो बुढी गण्डकीको चैनमा पर्यो क्या त्यतिको त मिक्सर सबै स्विमिङ गरेको अन्त कसलाई बुद्ध पऱ्यो सुरुमै लास्टमा झऱ्यो क्या मैले होइन आफूले धकल्दै क्या बुद्धले मोमो त ढलेको छ राखेको होइन तर यसरी खेल्न कम रमाइलो मजा आउँछ अस्ति नै एकचोटि एउटा ग्रुप आएको थियो 10 जनाले भाइ तिमी बोट पल्टाऊ अरू काम नगर मैले एकजनाले मात्रै बोट पल्टाउँदिनँ भने नि म बोट पल्टाउँदिनँ भनेको भाइ जे सुई गर तर बोट चाहिँ जसरी पल्टाऊ सबले राजी माने क्या अनि मैले त्यो अनुसारले बोट पल्टाइदिएको उहाँ माथेर उहाँ तलसान खेलाएको बोटमा आउनु भने नआयो क्या त्यस्तो मान्छेहरू पनि भेट्छु त्यस्तो स्विमिङ खेल्यो क्या फर्स्ट टाइम खेले अरे पानी खाइरहेको त्यही नि खेलिरहेको क्या त्यस्तो मान्छे देखायो क्या मैले यो त्यो छालमा के छालमा धेरै चालेर म उता पुगिसकेको थिएँ पुग्नु त फेरि ऱ्यापिड आइहालेछ नि त अझै म यहाँ समातेँ थिएँ क्या हो यहाँ यता बुद्ध थियो बुद्धले पनि लडिसक्यो सबै गयो क्या गङ्गाङ भइलिएको तर नेपाली नि खत्रै हो नि त्यो त्यस्तो स्विमिङ खेले पानी खा त्यही पनि भाइ तान्न नआवे जति पानी खायो नि भने आधी घन्टासम्म त खेल्दैका होला क्या त्यस्तोसम्म गरेर थिएँ नेपाली लास्टै हन्टर हुनु तर 15 मिनट त भएन एकैछिन आइपुग्यो त्यो पानीमा भावेर त्यस्तो लाग्यो तपाईँलाई खोला चाहिँ ठुलै छ क्या होइन चाल्न त चाले अनि हात खुट्टा गलेपछि के अन्त निस्किनुभन्दा अगाडि ड्राइभ प्र्याक्टिस गऱ्यो नि त 2-3 चोटि भनेको यस्तो के डाउन सबै गऱ्यो नि त अझै मैले यो थ्रो ब्याग फ्याँकेर 3-4 जना समातेर अर्को डुङ्गा चढाएँ अझै डिपुटी साहबले मलाई च्याप्पै समातेको अब दुईजनै गइन्छ भनेर भने है थ्रो ब्यागले होइन सिलरसरको जानु साथी सिलरसरको थियो हाम्रो त्यो होला सिलरसरको लास्ट रेस्क्यु त मै परेछ नि मनसुमीको सिलरसरको तपाईँ धेरै टाढो थियो हामीभन्दा नआए त भेटाउँथेँ मैले सुरुमै रेस्क्युमा पर्नु भयो सिसा जस्तै हो नि होइन तर यादगार भयो खोलामा आएर यति नि भएन नि त यादगार त भएन है खोलामा आएर यति नि भएन भने चाहिँ यादगार चाहिँ भएन डुबेको 1 घन्टा पछि त्यो चाहिँ यस्तो भयो सबै डुङ्गा हेर्छु टाढा टाढा छ मेरो हात होपलेस भयो पछि होपलेस भयो नि पछि पहिला त हुन त यतिमा केही नि हुन्न अर्को चाहिँ यसो बस्यो तपाईँहरूको अर्को बोट छ त्यही बोट कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ कि सर कहिलेकाहीँ हामीले भने जस्तो वेब्स हुन्न कहिलेकाहीँ टाइमिङ फेरिरहेको हुन्छ क्या त्यो अनुसारले नि चल्नुपर्छ तल्लो कस्तो छ ऱ्यापिड ठिक छ दामी तर हाम्रो टिमभन्दा त उहाँलाई रमाइलो भएको त लोथ खेले पौडी हो भने म चाहिँ अब चलाउँदिनँ प्याडल तपाईँले चलाउँदिनँ भने नि पाइयो हाम्रो मिलेको थिएन क्या पेडल चलाएकै मिलेको थिएन टिमवर्क नमिल्यो टिमवर्क पानी फाल्नु पर्दैन ढुङ्गा त छालमा त ठकिँदैछ नि त्यो कोही छालमा हो सानो छालमा हो ठुल्ठुलो छालमा त कहिले ढुङ्गा भेट्छ यो गइहाल्दो रहेछ क्या पौडी खेलेपछि फेरि खुट्टा अगाडि भनेको फेरि चाल्नु पर्यो ल हजुरलाई बधाई छ कति खेल्नुभयो स्विमिङ 5 मिनट 30 मिनेटमा 10 मिनट 30 मिनेट म त एकचोटि त छेउतिर पुगेँ भने फेरि तल आयो यार
डुङ्गा हेर्छु टाढा छ यार स्विमिङ पुल होइन 5 मिटर टाढा अहिले फेरि डोरी कसो समाइदिएछ मैले हेर्नु न त डोरी चिप्पिसकेको डोरी नि कहाँ चिप्लिनु भने तपाईँको ज्यानको माथि फ्याँकेको छु मैले डोरी अनि ठ्याक्क भेटाएँ कि एउटा अनि हात बेरिहालेँ चिल गाई चिल 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 शाबास हेम पनि थियो होइन म त तर जति यो छोडेर भइन्छ सब म त म पछि हो छोडिदिएको म त छोडेन यसैबाट लक गरेर निस्क्यो म त लास्ट ओए ओए बाहिर आएर समाज त मलाई हे भन्नु चाहिँ खोलामा सुनेछ के पानी खानु अघि तिमीले सुरु नै भेट्यो रेस्टी पाएछ नि त म पो लास्ट रह्यो फेरि तल म तर यो लक गरेँ नि यसले ठिक गर्यो यो छोडेन त्यो गरेको अनि पछि यसो लक कार निस्क्यो उहाँलाई पेडल हान्न नलगा पेडल नहाल्ने अब उहाँलाई पेडल हान्नु न रे पेडल हान्नु नलगा समाज चाहिँ अलि मिलाउनु पर्यो भाइ मुखै सुत्यो जाडो भइसक्यो नि मलाई अलि हिँडेर गयो भने यतापट्टि जानुहोस् न नभए म त बिचमा बस्छु है म त निस्किन्थ्यो पेडल सब हो अब यस्तो पछाडि छैन भाइ एउटा मात्रै के गर्नु हाल्दै होइन राखिरहनु न अहिले ओए 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 पेडल सब छ खुट्टा गल्यो क्या म त जान्न यार ओके यहाँ एकजना क्विट अरू कोही छ म्यान ओभर बोर्ड वाला क्विट अल ह्याप्पी सर हजुर जानुहुन्छ कि कसै नभएर सबभन्दा लास्टसम्म कि चेन्ज गर्नु है हजुर अलि मिलाउनु उहाँलाई पेडल हान्न नलाउने रे पेडल नहान्ने रे उहाँ गोब्रो अफ छ त गोब्रो अघि अफ गरे यार